इन्डियामा ड्रिम 11 जस्तै हाम्रो नेपालमा पनि टिम 11 छ, जसमा तपाईहरुले टिम क्रिएट गरेर टिम बनाएर फ्रीमा अमाउन्ट जित्न सक्नुहुन्छ, पैसा जित्न सक्नुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ तपाईहरुले फ्रीमा कति रुपैयाँ जित्न सक्नुहुन्छ। 1 रैंक आयो भने तपाईले फ्रीमा 200 रुपैयाँ जित्न सक्नुहुन्छ, 2 रैंक आयो भने 100 रुपैयाँ जित्न सक्नुहुन्छ र 3 रैंक आयो भने 50 रुपैयाँ जित्न सक्नुहुन्छ र 4 देखि 6 रैंक आयो भने तपाईले 30 रुपैयाँ जित्न सक्नुहुन्छ। आज म तपाईहरुलाई यसको अकाउन्ट क्रिएट गर्न सिकाउँछु र यसमा टिम बनाउन सिकाउँछु, टिम क्रिएट गर्न सिकाउँछु। तपाईले क्रिकेट हेर्नुहुन्छ भने आजैबाट टिम 11 खेल्न सुरु गरौँ। त्यसको लागि तपाईले के गर्नु होला, सबैभन्दा पहिले तपाईहरुले यो एप्लिकेसनलाई डाउनलोड गर्नु होला। त्यसको लागि प्ले स्टोर ओपन गर्नु होला। ओपन गरिसकेपछि सर्चमा तपाईहरुले लेख्नु होला टिम 11 नेपाल। यति लेखेर सर्च गर्नु होला। सर्च गर्नुभयो भने यो एप्लिकेसन आउँछ। तपाईहरुले यहाँबाट यसलाई इन्स्टल गर्नु होला। इन्स्टल गरिसकेपछि यहाँबाट तपाईहरुले ओपन गर्नु होला। ओपन गर्नुभयो भने सुरुमा यस्तो इन्टरफेस आउँछ। अब यसको अकाउन्ट क्रिएट गर्नको लागि तलपट्टि साइन अप को अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर तपाईहरुले आफ्नो फुल नेम यहाँनिर राख्नु होला। मैले यहाँनिर आफ्नो फुल नेम राख्छु। फुल नेम राखिसकेपछि अब तपाईले के गर्नु होला, एउटा आफ्नो जीमेल आईडी इमेल आईडी यहाँनिर तपाईहरुले राख्नु होला। यहाँनिर मैले आफ्नो एउटा जीमेल आईडी राख्छु। जीमेल आईडी राखिसकेपछि तपाईले साथीहरु यहाँनिर देख्न सक्नुहुन्छ आई एग्री को अप्सन यहाँनिर बक्स देख्नुहुन्छ, यसमा तपाईले टिक गर्नु होला। टिक गरिसकेपछि तलपट्टि साइन अप मा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब यहाँनिर रहेको छ चेक योर इमेल। अब तपाईले अहिले जुन जीमेल आईडी दिनु भएको छ त्यो जीमेल आईडी मा कोड आउँछ। अब तपाईहरुले के गर्नु होला, त्यसको लागि तपाईले यहाँनिर जीमेल एप्लिकेसन ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईले यहाँनिर माथि यसमा क्लिक गरेर तपाईले जुन जीमेल आईडी दिनु भएको छ त्यो जीमेल आईडी सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ कोड आइसकेको छ। टिम 11 अकाउन्ट क्रिएटेड रहेको छ। तपाईले यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ ओटीपी आएको छ। अब तपाईहरुले यसमा एकछिनको लागि क्लिक गरेर राख्नु होला। कपीमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर अब तपाईले ब्याक आउनु होला। यहाँनिर टिम 11 एप्लिकेसन ओपन गर्नु होला। ओपन गरिसकेपछि साइन इन माई अकाउन्टमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब तपाईले कपी गरेको साथीहरु यहाँनिर ओटीपी यसमा राख्नु होला। ओटीपी राखिसकेपछि तलपट्टि न्यू पासवर्ड को अप्सन रहेको छ। अब तपाईले एउटा न्यू पासवर्ड क्रिएट गर्नु होला। जति यहाँनिर मैले न्यू पासवर्ड क्रिएट गर्छु, माथिपट्टि लेखेको पासवर्ड तपाईहरुले तलपट्टि राख्नु होला। तपाईहरुले कन्फर्म पासवर्डमा र तपाईले साथीहरु यो दुटैमा तपाईहरुले सेम पासवर्ड राख्नु होला। पासवर्ड राखिसकेपछि तलपट्टि रिमेम्बर मी को अप्सन रहेको छ र यो बक्स रहेको छ, तपाईले यसमा टिक गर्नु होला। टिक गरिसकेपछि सेट पासवर्डमा क्लिक गर्नु होला। क्लिक गर्नुभयो भने यहाँनिर देख्न सक्नुहुन्छ साथीहरु यस्तो इन्टरफेस आउँछ। अब तपाईले एलाउमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर तपाईहरुले साथीहरु साइन इन माई अकाउन्ट को अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि हाम्रो टिम 11 अकाउन्ट क्रिएट भइसकेको छ। अब यसमा टिम कसरी बनाउने, टिम कसरी क्रिएट गर्ने त यहाँनिर देख्न सक्नुहुन्छ अहिले इन्डियन प्रिमियर लिग को म्याच चलिरहेको छ। यसमा म टिम लगाएर तपाईहरुलाई देखाउँछु, टिम क्रिएट गरेर देखाउँछु। त्यसको लागि तपाईले यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि स्क्रोल गरेर तलपट्टि आउनु होला। आइसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ फ्री को अप्सन रहेको छ। तपाईहरुले साथीहरु यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ यो अमाउन्ट तपाईहरुले फ्रीमा जित्न सक्नुहुन्छ। यदि तपाईले रैंक 1 लाउनु भयो भने 200 जित्न सक्नुहुन्छ, 2 लाउनु भयो भने 100 जित्न सक्नुहुन्छ। यस्तै प्रकारले तपाईहरुले जित्न सक्नुहुन्छ। यसमा टिम क्रिएट गर्नको लागि तपाईले के गर्नु होला, जोइन मेगा कन्टेस्ट को अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब तपाईले यहाँनिर विकेट किपर को अप्सन देख्नुहुन्छ, बैटिङ को अप्सन देख्नुहुन्छ, अलराउन्डर को अप्सन देख्नुहुन्छ र बॉलिङ को अप्सन देख्नुहुन्छ। यसमा तपाईहरुले प्लेयरलाई सिलेक्ट गर्नु होला। सुरुमा तपाईहरुले साथीहरु विकेट किपर सिलेक्ट गर्नु होला। तपाईहरुले विकेट किपर एउटा पनि सिलेक्ट गर्न सक्नुहुन्छ र दुईवटा पनि सिलेक्ट गर्न सक्नुहुन्छ। दुई भन्दा बढी सिलेक्ट गर्न सक्नुहुन्न। अब यहाँनिर मैले दुईवटा विकेट किपरबाट प्लेयर यहाँनिर सिलेक्ट गरेको छु। सिलेक्ट गरिसकेपछि अब तपाईले बैटिङ सिलेक्ट गर्नु होला। तपाईको विचारमा कुन बैटिङले साथीहरु राम्रो परफर्मेन्स गर्छ त्यो बैटिङ तपाईहरु यहाँबाट सिलेक्ट गर्नु होला। जति यहाँनिर मैले 4 वटा बैटिङ यहाँनिर सिलेक्ट गरे, 4 वटा यहाँनिर बैटिङ सिलेक्ट गरेको छु। सिलेक्ट गरिसकेपछि अब तपाईले अलराउन्डरमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब तपाईले यहाँबाट फेरि अलराउन्डर सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि अब तपाईले यहाँनिर बॉलिङ सिलेक्ट गर्नु होला। यहाँनिर मैले बॉलिङ पनि 3 वटा सिलेक्ट गरे। सिलेक्ट गरिसकेपछि तपाईले के गर्नु होला, नेक्स्टमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब तपाईहरुलाई कप्तान र भाइस कप्तान बनाउनु पर्छ। त्यसको लागि तपाईले के गर्नु होला, यहाँनिर देख्न सक्नुहुन्छ मैले जति यहाँनिर मैले
न्युक्लियस पुरानलाई मैले कप्तान बनाएर यहाँनिर देख्न सक्नुहुन्छ श्रेयस अय्यरलाई मैले भाइस कप्तान बनाएँ। अब तपाईको विचारमा कुन प्लेयरले राम्रो परफर्मेन्स गर्छ त्यो अनुसार तपाईहरुले क्याप्टन भाइस कप्तान यहाँनिर बनाउनु होला। बनाइसकेपछि अब देख्न सक्नुहुन्छ नेक्स्ट अप्सन, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ एन्ट्री फी रहेको छ 0, टोटल रहेको छ 0। हामीलाई 1 रुपैयाँ पनि तिर्नु पर्दैन। अब तपाईले के गर्नु होला, कन्फर्ममा क्लिक गर्नु होला। क्लिक गर्नुभयो भने देख्न सक्नुहुन्छ टिम यहाँनिर जोइन भइसकेको छ। त्यसको लागि तपाईले के गर्नु होला, लगाएको टिम हेर्नको लागि तपाईले के गर्नु होला, क्रिएट गरेको टिम हेर्नको लागि तलपट्टि कन्टेस्ट अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अहिले यो अपकमिङ म्याच रहेको छ र लाइभमा यहाँनिर आउँछ। अब तपाईले के गर्नु होला, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ लिडर बोर्डमा आएर तपाईहरुले यहाँनिर आफ्नो र्याङ्क चेक गर्न सक्नुहुन्छ र आफ्नो टिम हेर्न सक्नुहुन्छ। सो साथीहरु यस्तै प्रकारले तपाईहरुले साथीहरु टिम 11 मा टिम लगाउनु होला, टिम क्रिएट गर्नु होला। र साथीहरु तपाईहरुले यसमा पैसा वाला पनि साथीहरु टिम लगाउन सक्नुहुन्छ। जति कि देख्न सक्नुहुन्छ 1 रुपैयाँ एन्ट्री फी रहेको छ, 44 रुपैयाँ एन्ट्री फी रहेको छ, 5 रुपैयाँ एन्ट्री फी रहेको छ र यसमा देख्न सक्नुहुन्छ धेरै प्राइज जित्न सक्नुहुन्छ। यदि तपाईले 5 रुपैयाँ को एन्ट्री फी लगाएर 1 र्याङ्क लाउनु भयो भने तपाईले 2000 जित्न सक्नुहुन्छ। 2 र्याङ्क ल्याउनु भयो भने 800 मा जित्न सक्नुहुन्छ। यस्तै प्रकारले साथीहरु तपाईहरुले टिम 11 मा टिम लगाएर तपाईहरुले पैसा जित्न सक्नुहुन्छ। यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो आफ्नो जिज्ञासा कमेन्टमा राख्नु होला।